जसरी जोड घटाउ गरेर भए पनि जे गरेर भए पनि सरकारमा टेकिरा के कुरा भन्न चाहन्छु भने संविधान निर्माण गर्दै गर्दा नेपालमा केही विशिष्ट परिघटनाहरू भए। पहिलो त संविधान सभाबाट संविधान बन्ने कुरा उठेको त धेरै वर्ष अगाडिदेखि थियो, तर संविधान सभाबाट संविधान बनाउने कुराले कार्यरूप लिने कुरा चाहिँ विस्तृत शान्ति सम्झौतापछि मात्रै सम्भव भयो। हामीले हेक्का राख्नुपर्ने कुरा एउटा त्यो छ, विस्तृत शान्ति सम्झौता पछि मात्रै संविधान सभाबाट संविधान निर्माण गर्ने सबैभन्दा लोकतान्त्रिक विधि भनेर संसारमा मानिन्छ, त्यो प्रक्रिया अगाडि बढ्यो र संविधान सभाबाट पनि हामीले एउटै संविधान सभाबाट संविधान बनाउन सकेनौं। हामीले दुईटा संविधान सभाको निर्वाचन गर्नु पर्यो। यो पनि हाम्रो मौलिकता, हाम्रो जटिलता र हाम्रो विशेषताको उपजको रूपमा नै रह्यो। हामीले यो कुरालाई पनि हेक्का राख्नुपर्छ भन्ने म ठान्छु। त्यसपछि संविधान निर्माणको प्रक्रियामा दुईटा आधारभूत कुरा, फन्डामेन्टल कुरा यो संविधानले सुरुमा नै भन्यो। पहिलो पटक नेपालको संविधान निर्माणको इतिहासमा थुप्रै संविधानहरू बन्दै आए, 4 सालदेखिको कुरा गर्ने हो भने पनि पहिलो पटक संविधान सभाबाट बनेको संविधानले नै नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न जनताको रूपमा र संविधानको स्रोतको रूपमा त्यसको परिभाषा गर्यो। यो भन्दा अगाडि राजा महाराजाहरू नै संविधान निर्माता, सार्वभौम सत्ता, सार्वभौम अधिकार उनीहरुमा अन्तर्निहित हुन्थ्यो र त्यो अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जारी र घोषणा हुन्थ्यो राजा महाराजाहरूबाट। पहिलोचोटि नेपालको इतिहासमा नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा जनताको सार्वभौम अधिकारको हवाला दिएर संविधानको घोषणा जनताका नामबाट गरियो। यो आफैमा एउटा निकै दूरगामी र युगान्तकारी परिवर्तनको द्योतक हो भन्ने मलाई लाग्छ र हामी सबैले पनि यसलाई स्वीकारेका छौं, स्वीकार्नुपर्छ भन्ने मलाई लाग्छ। दोस्रो, यो संविधान पहिलो त्यस्तो संविधान हो जसले जनताले चाह्यो भने अपरिवर्तनीय भन्ने केही पनि हुँदैन भन्ने सिद्धान्तलाई अंगीकार गर्यो। यो भन्दा पहिलाका कहिले निर्दलीय पञ्चायती व्यवस्था अपरिवर्तनीय भनियो, कहिले के भनियो, कहिले बहुदलीयता भनियो, कहिले के भनियो, तर यो त्यस्तो पहिलो संविधान हो जसले चाहिँ राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, देशको सार्वभौम सत्ता बाहेक अरु सबै चीज परिवर्तनीय छन्। जनताले चाह्यो भने परिस्थितिमा आएको परिवर्तनसँगै कुनै पनि धारा उपधारा संशोधन हुन सक्छ भनेर संशोधनको कुरालाई खुला पुस्तकको रूपमा संविधानले स्वीकार गरेको पहिलो संविधान हो। यसका जतिसुकै सीमा र कमजोरीहरू ठाउँ ठाउँमा भए पनि यी दुईटा आधारभूत कुरा यो संविधानका विशेषता हुन्। यो परिवर्तनीय छ, यो गतिशील छ, जनभावना अनुसार, जनताको चाहना अनुसार यो संशोधन हुँदै जान्छ भन्ने कुरालाई सुरुमै स्वीकार गरेको छ र जनता नै शक्तिको स्रोत हो भन्ने कुरालाई पनि राम्रैसँग संवैधानिक रूपले नै स्वीकार गरिएको छ। यो दुईटा कुरा। तेस्रो कुरा अघि सम्माननीय प्रधान न्यायाधीशजीले पनि राख्नुभयो, मौलिक अधिकारको रूपमा, अधिकारका रूपमा यो संविधानले जनतालाई धेरै नै अधिकार दिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी सबै विषयमा जनतालाई मौलिक अधिकारको रूपमा संविधानले प्रष्टसँग बोलेको छ। यहाँ तर्क आएको छ र त्यो स्वाभाविक पनि छ कि त्यो अधिकार त हामीले दियौं, तर अधिकार दिने सँगै हामीले त्यसको निम्ति आवश्यक साधन स्रोतको हिसाब गर्यौं कि गरेनौं, राज्यको हाम्रो यति बेलाको हैसियतको कुरा हामीले सोच्यौं कि सोचेनौं भन्ने कुरा पनि आएको छ। तर जति बेला हामी संविधान सभाबाट संविधान बनाउँदै थियौं त्यति बेला हाम्रो ध्यान चाहिँ बढी भन्दा बढी जनतालाई अधिकार दिने कुरामा,
बढीभन्दा बढी जनता बलियो हुन् भन्ने कुरातिर थियो र त्यसो गर्नु सैद्धान्तिक रूपले हामीले गल्ती गरेको होइन। जनता बलियो भएपछि मात्रै लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यताबाट निर्देशित भएर नै हामीले त्यसो गरेका हौं। मैले यहाँ आज अब धेरै कुरा मैले यहाँ मलाई साथीहरूले थोरै सुझाव पनि दिनुभएको छ। अहिले प्रतिपक्षी दलको नेताको हिसाबले होइन, यो संविधान निर्माणमा एउटा महत्त्वपूर्ण भूमिका खेलेको नेताको हिसाबले र यो संविधानलाई अझै परिमार्जन गर्ने हिसाबले बोल्नु उचित हुन्छ भनेर सजेस्ट पनि गर्नुभएको छ। मैले त्यो कुरा हेक्का राखेको पनि छु। अहिले म सदनमा प्रतिपक्षी दलको नेता बोले जस्तो गरी बोल्नु भन्दा पनि यो संविधान संशोधनीय छ र एक दशकपछि हामीले समीक्षा गर्ने कुरा पनि संविधानमै राखेका थियौं। त्यसकारण समीक्षाको बारेमा, यसका सबल र दुर्बल पक्षको बारेमा चर्चा परिचर्चा गर्नु बिल्कुल स्वाभाविक छ र त्यो जो सुरुवात भएको छ जता र जसरी भए पनि त्यो राम्रो कुरा हो र हामी सबैले आफ्नो ठाउँबाट त्यसमा योगदान गर्दै एउटा राष्ट्रिय दृष्टिकोण बनाउनेतिर हामी सबैको ध्यान जान जरुरी छ। यो कुरा पूर्ववक्ता साथीहरूले पनि राख्नु भएको छ। तर त्यसो गर्दा यहाँ फेरि दुईटा दृष्टिकोण, दुईटा विचार, दुईटा प्रवृत्तिको बीचमा फेरि बहस छ भन्ने कुरालाई पनि हामीले बुझ्नुपर्छ र त्यसको आधारमा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ। जति बेला हामी संविधान निर्माणको प्रक्रियामा अगाडि बढ्दै थियौं त्यति बेला हामी कहाँ प्रत्येक विषयमा फरक फरक विचार दृष्टिकोण थिए। संघीयतामा जाने कि नजाने, समावेशिता कुन स्तरको समावेशिता प्रदान गर्ने, महिलालाई, दलितलाई, आदिवासीलाई, मधेसीलाई, मुस्लिमलाई, थारूलाई इत्यादि कति कसरी दिने, यी सबै विषयमा निर्वाचन प्रणाली कस्तो हुने, शासकीय स्वरूप कस्तो हुने भन्ने विषयमा पनि हामी भित्र विवादहरू थिए, बहसहरू थिए। हामी सबै एउटै विचारका, एउटै दृष्टिकोण र एउटै प्रवृत्तिका थिएनौं। हामीमा एउटा विचार थियो, आरक्षण या विशेषाधिकार या उत्पीडितहरूलाई बढी अधिकार त्यत्तिकै दिएर हुँदैन, उनको क्षमता वृद्धिलाई बढी जोड दिनुपर्छ, उनीहरू पनि प्रतिस्पर्धामा खरो उत्रिनेतिर पो ध्यान दिनुपर्छ। विशेषाधिकार दिएर आरक्षण दिएर हुन्छ र महिलालाई या दलितलाई या अरूलाई भन्ने मतहरू थिए भने होइन। इतिहासमा राज्यले चाहिँ गरेको विभेदको क्षतिपूर्तिका निम्ति उत्पीडित वर्ग समुदायलाई अहिलेको लोकतान्त्रिक राज्यले विशेष व्यवस्था गर्नै पर्छ, अलिक बढी नै अगाडि बढेर उदारतापूर्वक गर्नुपर्छ भन्ने अर्को मत थियो। त्यो मतहरूको बीचमा बहस हुँदै जाँदा एक ठाउँमा हामीले कम्प्रोमाइज गर्नुपर्ने बाध्यता थियो। त्यसैगरी स्थायित्व, राजनीतिक स्थायित्व कसरी कायम हुन सक्छ भन्नेमा पनि हाम्रा विमतिहरू थिए, विवादहरू थिए। एउटा मत थियो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको तर्फबाट जाँदा र विधायिकाहरूलाई मन्त्री बन्नेतिर होइन, जनताको निम्ति विधेयक निर्माणको काममा सीमित गर्यो भने भ्रष्टाचार पनि रोकिन्छ, स्थायित्व पनि सुदृढ गर्न सकिन्छ र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मन्त्रीहरू बनाउँदा उसले आफ्नो भिजन अनुसार देशलाई 5 वर्षसम्म कसरी लान्छु भनेको छ, त्यो भिजन अनुसारका विद्वानहरू, विज्ञहरूलाई मन्त्री बनाउने राइट चाहिँ कार्यकारी प्रमुखलाई भयो भने मात्रै अस्थिरताको चक्रव्यूहबाट हामी निक्लिन सकिन्छ भन्ने एउटा मत थियो। यसले तानाशाही जन्माउँछ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनु भनेको तानाशाही जन्माउने प्रक्रिया हो भन्ने अर्को मत थियो। यी सबै परस्पर विपरीत जस्ता देखिने विचार र मतहरूको बीचमा हामीले संविधान बनाउनु पर्ने थियो। हामीले शान्ति सम्झौताको अङ्गको रूपमा संविधान सभालाई र संविधान सभाबाट संविधान बनाउने कमिटमेन्टका आधारमा यी विभिन्न खालका विचार प्रवृत्तिहरूलाई एक ठाउँमा केन्द्रित गरेर संविधान बनाउनु पर्ने नै थियो। दोस्रो, संविधान सभाले पनि संविधान बनाउन सकेन भने देश ठुलो राजनैतिक
अन्यल र अराजकतामा जान सक्ने र ठुलो दुर्घटनामा जान सक्ने खतरा छ भन्ने कुरा पनि त्यति बेला यस्तै बौद्धिक बहसहरूमा सबैले उठाउने कुरा हुने गर्थे। तपाईहरू पनि पक्कै त्यसकालका विवाद बहस संवादहरूमा सहभागी हुनुभएको छ। संविधान हर हालतमा बन्न पर्यो भन्ने दबाब राजनीतिक नेतृत्वलाई चाहिँ निकै ठुलो थियो। आज म यो संवाद कार्यक्रममा तपाईहरू सबैको अगाडि त्यो तथ्यलाई पनि राख्नु आवश्यक ठाने। मैले संविधान आफ्नो कुरामा अडान लिएर संविधान बन्न सकेन भने त्यसबाट हुने भ्याकुम, राजनैतिक भ्याकुमको जो परिस्थिति बन्छ त्यसको सामना कसले कसरी गर्छ भन्दा त्यहाँ त्यसको उत्तर भेटिँदैन थियो। त्यति बेला यसको उत्तर यही हो भन्ने भेटिँदैन थियो। त्यसकारण हाम्रो अगाडि त्यति बेलाको प्रमुख राजनीतिक दल र तिनका नेताहरूको अगाडि हर हालतमा संविधान बनाइ छाड्नुपर्ने एउटा राष्ट्रिय जनमतको प्रेसर पनि थियो, बौद्धिकहरूको प्रेसरहरू पनि थियो, सबैतिर थियो र त्यसो गर्न आवश्यक पनि थियो, ऐतिहासिक रूपले आवश्यक पनि थियो। त्यसकारण हामी संविधान कम्प्रोमाइज गरेर भए पनि बनाउने ठाउँमा हामी पुगेकै हो। फेरि यति कुरा भनिसकेपछि म अर्को एउटा कुरा पनि यहाँ जोड्न आवश्यक ठान्छु। हामी जो प्रमुख दलहरू थियौँ, हामी प्रमुख दलहरू मध्ये एउटा कल्चर भनौँ, संस्कृति भनौँ, एउटा बुझाइ के थियो भने संविधान राष्ट्रको बृहत्तर हित, लोकतन्त्र, स्थायित्व, विकास, समृद्धि भन्दा मेरो पार्टी म के हुन्छ, यो भयो भने मेरो पार्टीको भविष्य के हुन्छ, मेरो भविष्य के हुन्छ भन्ने कुरालाई प्राथमिकता दिने प्रवृत्ति र कल्चर हाम्रो राजनीतिक नेतृत्वमा थियो, अझै पनि छ। समस्याको एउटा चुरोमा तपाईँ सम्पूर्ण विद्वत वर्गलाई विशेष गरी चिन्तन गर्न म अपिल पनि गर्न चाहन्छु। यो एउटा पहिलो प्राथमिकता राष्ट्र हुँदैन, पहिलो प्राथमिकता संविधानमा राम्रो बनाउने, ऐन कानुन तदारुकताका साथ छिटो बनाउने काम पहिलो प्राथमिकतामा पर्दैन। पहिलो प्राथमिकता आफ्नो पार्टी, आफ्नो नेतृत्व, आफ्नो स्थिति के हुन्छ भन्ने पर्ने कारणले पनि हामी जे गर्नु पर्थ्यो त्यो गर्न नसकेको अवस्था हाम्रो हो। यो कुरातिर पनि हामी सबैको ध्यान जान जरुरी छ। मैले यो कुरा कुन सन्दर्भमा भन्दैछु भने जति बेला दोस्रो संविधान सभाबाट संविधान बनाउने अवस्था थियो, म त्यति बेला प्रतिपक्षी दलको नेता थिएँ। अहिले जस्तै म मुख्य प्रतिपक्षी दलको नेता थिएँ, तर संविधान निर्माणको प्रक्रियाको हिसाबले म फेरि प्रमुख नेताहरू मध्ये नै थिएँ। हामी त्यति बेला 4 दलका 4 नेताहरू बसिराखेका थियौँ। सहमति हुने सम्भावना देखिएन। कैयौँ दिन छलफल गर्दा पनि मुद्दाहरूमा सहमति हुँदैन। कहीँ न कहीँ मुद्दाको विवाद, हरेक दलको आफ्नो दलीय स्वार्थ र हरेक नेतृत्वको आफ्नो भविष्यप्रतिको चिन्ता अगाडि आउँथ्यो र सहमति हुँदैनथ्यो। मैले यो कुरा पहिले पनि भनेको छु, तर आज यो विशेष दिन सम्झेर मैले फेरि एकचोटि भन्नुपर्ने ठानेर म भन्दैछु। अन्तिममा मैले प्रतिपक्षी दलको नेताको हैसियतले नेपाली कांग्रेस र नेकपा एमालेको नेताहरूलाई प्रधानमन्त्री र राष्ट्रपति अफर गरेको छु र मेरो अहिले यति बेलाको हैसियत तपाईहरुलाई राष्ट्रपति बनाउने पनि छ, तपाईहरुलाई प्रधानमन्त्री बनाउने पनि छ। तपाईहरु राष्ट्रपति बन्नुहोस्, प्रधानमन्त्री बन्नुहोस्, मलाई र मेरो दललाई यति बेला राष्ट्रपति र प्रधानमन्त्री होइन, संविधान चाहिएको छ। कम से कम नेपाली जनताले यत्रो त्याग, तपस्या, संघर्ष, बलिदान गरेर ल्याएको संविधान सभाले संविधान बनाउन सकेन भनेपछि यो देशमा निकै ठुलो राजनीतिक भ्याकुम सृष्टि हुन्छ, दुर्घटनामा जान्छ भनेपछि मात्रै संविधानमा सम्झौता भयो। यो कुरा सायद विद्वान साथीहरूलाई त्यति धेरै हेक्का हुन्न होला, तर हामी कहाँ यस्तै हुने गर्छ।
यस्ता यस्ता कुरा मिल्दा ठुल्ठुला कुरामा सहमति भइ पनि हाल्छ। यस्ता कुराहरूमा कुरो मिलेन भने सानसाना कुरामा पनि सहमति हुँदैन। अनि यो कुरा पनि विचारणीय छ। अब हामी संविधान संशोधन गर्दै यसलाई परिमार्जन गरेर अझ अगाडि जान चाहन्छौँ भने विगतमा भएको के थियो भन्ने कुराको समीक्षा पनि हामीले गर्नै पर्ने हुन्छ। अहिले पनि मैले यो किन भन्दैछु त, यो कुरालाई मैले आज स्मरण गर्नुको मेरो आफ्नो अर्थ छ, मेरो आफ्नो तात्पर्य छ। त्यो किन छ त भने संविधान सभाबाट बनेको संविधान र अन्तरिम संविधान पनि शान्ति सम्झौताको अङ्गको रूपमा हो। अहिलेको संविधान पनि त्यसले पनि विस्तृत शान्ति सम्झौतामा भएको कुरा र अन्तरिम संविधानमा भएको कुरालाई पनि अंगीकार गरेर त्यसलाई यो संविधानको पनि अङ्ग मानेको छ। त्यसो भएपछि संविधान संशोधन गर्ने हो भने शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता दल जो सदनमा तेस्रो दलको रूपमा उपस्थित छ, सानो ठुलो एकछिन छोडिदिउँ, त्यसको ऐतिहासिक पृष्ठभूमि छ। तर एक शब्द हाम्रा ठुला दुई दलका नेताहरूले एक शब्द सोध्नु भएन। संविधान संशोधन गर्न पर्ने भयो, समझदारी गर्न पर्यो, हामी संविधान संशोधन गर्ने बारे सोच्दै छौँ। तपाईँ विस्तृत शान्ति सम्झौताको एउटा जीवित हस्ताक्षरकर्ता मध्ये पनि हो, संविधान निर्माणको एउटा प्रमुख नेतृत्वकर्ता पनि हो। हामी ठुला दुई दल के निष्कर्षमा पुगेका छौँ भने हामी संविधान संशोधनतिर जान सोचेका छौँ भनेर सोध्न पर्दैन थियो, सोध्न हुँदैन थियो। राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउने पहल गर्नु पर्दैन थियो। त्यसकारण मैले यहाँ पनि म के देख्छु भने हिजो जस्तै संविधान संशोधन गर्ने प्राथमिकता होइन हाम्रा दल र नेताहरूको भन्ने मेरो प्रश्न छ उहाँहरूलाई। तपाईहरुको चाहिँ चासो र रुचि सरकारै हो, राष्ट्रपति प्रधानमन्त्री नै हो। संविधान सभाबाट संविधान बनाउने बेलामा पनि तपाईहरुको ध्यान संविधानमा भन्दा प्रधानमन्त्री र राष्ट्रपतिमै थियो। अहिले पनि तपाईहरुले संविधान संशोधनको कुरा गर्नुभयो, तर तपाईहरु संविधान संशोधन प्रति गम्भीर भएको भए अहिले 6-7 महिना बितिसक्दा संशोधन बारे एकातिर त तपाईहरुले एउटा खाका तयार पार्नेमा के गर्नुभयो, अर्कोतिर तपाईले सदन भित्र या सदन बाहिर एउटा राष्ट्रिय सहमति बनाउनको लागि तपाईहरुले के पहल गर्नुभयो, पहल गर्न आवश्यक विषय हो कि होइन भन्दा त तपाईहरुले त केही नै गर्नु भएन। बरु 6 महिना बितेपछि तपाईहरुले भन्नुभयो संविधान संशोधन त 87 अगाडि हुँदैन, 2087 पछि मात्रै हुन्छ भनेर भन्नुभयो। 6 महिना शासन गरिसकेपछि भनेपछि प्राथमिकता के हो? संविधान संशोधन गरेर देशमा स्थिरता र स्थायित्व कायम गर्ने हो कि जसरी जोडघटाउ गरेर भए पनि जे गरेर भए पनि सरकारमा टिकिराख्ने हो भन्ने प्रश्न अहिले पनि कायमै छ। कारण विद्वान मित्रहरू, म तपाईहरुसँग भन्न चाहन्छु, हामी सबै धेर थोर यससँग रिलेटेड छौं। विस्तृत शान्ति सम्झौताका सहयात्रीहरू हामी सबै एक अर्कामा जोडिएकै छौं। हामी फुत्किएर कोही भाग्न सक्ने स्थिति पनि छैन। त्यो त एउटा ऐतिहासिक सम्बन्धद्वारा, ऐतिहासिक सहमतिद्वारा जोडिएका छौं। तर प्रवृत्ति हाम्रो चाहिँ अझै सच्चिएको छैन, अझै सुध्रिएको छैन। संविधान संशोधन जस्तो गम्भीर विषय, दूरगामी विषयमा राजनैतिक नेतृत्वले राष्ट्रिय सहमति निर्माणतिर, बौद्धिक समुदायसँग संवाद अन्तर्क्रिया गर्नेतिर पहल गर्नुको सट्टा संविधान संशोधनको कुरा उठाएर अनि कानमा तेल हालेर बस्ने यो तरिकाद्वारा संविधान प्रति न्याय, संविधान र स्थायित्व प्रतिको जिम्मेवारी पूरा हुन्छ त भन्दा बिल्कुल त्यो हुन सक्दैन। त्यसकारण म यो संविधान निगरानी समूहलाई धन्यवाद भन्नुको मेरो तात्पर्य के छ भने यो सरकारले, राजनैतिक नेतृत्वले गर्नुपर्ने काम तपाईहरुले लिनु भएको छ र राष्ट्रिय रूपमा एउटा अवधारणा विकास गर्नको लागि कोसिस गर्नु भएको छ।
यो ठिक छ भन्ने अर्थमा मैले धन्यवाद भनिराखेको हो। अब संविधानको अर्को पाठमा भन्नुपर्दा यो कुरा पनि साँचो हो। संविधान घोषणा भइसकेपछि हामीले तुरुन्तै संशोधन पनि गरेका छौँ। एक दुई पटक सानातिना विषयहरू हामीले संशोधन पनि गऱ्यौँ। पछि केही राष्ट्रिय एकता बनाउने आवश्यकताले खास गरी मधेसमा चलेको आन्दोलनसँग संवाद गर्नुपर्ने, उहाँहरूलाई पनि सहमतिमा ल्याएर निर्वाचन प्रक्रियातिर देशलाई लैजानुपर्ने कारणले म लगातार संवाद पनि र संविधान संशोधनको प्रस्ताव पनि सदनमा दर्ता गर्दै मधेसी जनता र मधेसका दलहरूलाई विश्वासमा लिएर अगाडि बढ्ने कोसिस गरिरहेको पनि मलाई लाग्छ यहाँहरूलाई सम्झना होला। दुईपटक त्यो प्रयास गरिएको छ र त्यो प्रयासले नै मधेसी जनतालाई पनि र मधेसी दलहरूलाई पनि एउटा भरोसा भयो कि सरकार नेतृत्व हाम्रो बारेमा संवेदनशील छ, गम्भीर छ भन्ने भएपछि नै अनि निर्वाचन सम्भव हुन सकेको हो, पहिलो निर्वाचन। अन्यथा त्यति बेला पनि दुर्घटना हुने खतरा त थियो। संविधान बनाउने बेलामा एउटा प्रेसर थियो भित्र बाहिर, निर्वाचन गर्ने बेलामा अर्को प्रेसर थियो भित्र बाहिर। त्यो सबैलाई चिर्दै हामी यहाँसम्म आइपुगेका छौँ। यहाँसम्म आइपुगेका छौँ र अब समय आएको छ कि हामी फेरि एकचोटि यसको समग्र समीक्षा गरौँ र अगाडि जाने कोसिस गरौँ, पछाडि जाने होइन। हामी समस्याको समाधान पछाडि फर्केर गर्न सकिन्छ कि भन्ने पनि एउटा सोच, एउटा प्रवृत्ति देखा परिरहेको छ। त्यो बिल्कुल मेरो विचारमा असम्भव छ। पछाडि फर्केर समस्याको समाधान सम्भवै छैन। नेपालको जनताले भनौँ न, उत्पीडित वर्ग समुदायले जो त्याग बलिदान गरेर केही अधिकार पाएको छ, पहिचान केही पाएको छ, प्रतिनिधित्व केही पाएको छ, महिलाले, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारू, मजदुर, किसान सबैले केही न केही यो संविधानमा पहिचान र प्रतिनिधित्व पाएकै छ। त्यो खोज्ने गरी संविधान संशोधन भन्ने हो भने असम्भव। मैले त्यो बिल्कुल असम्भव देख्छु। त्यो दुर्घटना, देशलाई दुर्घटनातिर लैजाने कुरा बाहेक केही हुने छैन। बरु त्यो प्रतिनिधित्व र पहिचानलाई अझ बलियो बनाउने, अझ परिमार्जन गर्ने गरी संशोधन भन्यो भने त्यो सफल हुन्छ र त्यसलाई हामीले त्यो रूपमा लिनुपर्ने पनि हुन्छ। यहाँ एउटा कुरा म के पनि भन्न चाहन्छु भने अहिले मैले पछिल्लोचोटि प्रधानमन्त्रीको हैसियतले मेरो ध्यान बढीभन्दा बढी संवेदनशील विधेयकहरू पारित गराइहालौँ भन्नेमा थियो। मैले धेरै मेहनत गरेर सङ्घीय निजामती ऐन सदनसम्म पुर्याएँ। त्यो सदनसम्म पुर्याउने पनि फलामको चिउरा जस्तो भयो। धेरै गाह्रो, सदनमा पुर्याउनेसम्म राजनीतिक सहमति गराउन पनि धेरै मुस्किल। 12-14 महिना मेहनत गरेपछि बल्ल सङ्घीय निजामती ऐनलाई सदनमा पुर्याइयो। अनि विद्यालय शिक्षा ऐन, त्यसलाई पनि धेरै मेहनत गरेर बल्ल बल्ल सदनमा पुर्याइयो। तर ती दुईटै अहिले पनि सदनमै छन्, ती अगाडि बढिराखेका छैनन्। तपाईँहरूलाई थाहा छ प्रहरी समायोजन ऐन 74 नै बनेको थियो, तर त्यो कार्यान्वयनमा जान सकेको छैन। मैले सिंहदरबारमा यति धेरै बैठक बसेँ किन प्रदेश प्रति नकारात्मक धारणा, नकारात्मक भाष्य र टिप्पणी बढी आउन थाले। हामीले संविधानले दिएको अधिकार प्रदेशलाई नदिने, प्रहरी नदिने, कर्मचारी नदिने, आर्थिक स्रोत जे भनेको छ त्यसको बाँडफाँडको अधिकार पनि नदिने, अनि प्रदेश निकम्मा भए भनेर जो प्रचार गरिएको छ त्यो गलत छ। पहिला हाम्रो संविधानले दिएको, अंगीकार गरेको अधिकार प्रदेशलाई दिएर मात्रै, त्यसो गर्दा पनि प्रदेशले काम गर्न सकेनन् भनेपछि त्यसको विरोध गर्ने कुराको औचित्य हुन्छ। अनि यो त कस्तो भयो भने हलो अड्काउने गोरु जुट्ने अड्काइदिएको छ माथिबाट। अघि यहाँ कुरा आइ नै सक्यो। हाम्रो अग्निजीले बडो गम्भीर ढङ्गले राख्नुभयो प्रहरी सम्बन्धी कुरा। सङ्घीय प्रहरी नै चाहिन्न भन्ने ठाउँबाट सङ्घीय प्रहरी त राख्नु त पर्छ, तर फेरि प्रदेश प्रहरी पनि चाहिन्छ भन्ने चाहिँ स्पिरिटमा संविधान बन्यो। तर अहिलेसम्म त्यो ऐन कार्यान्वयनमा जाँदैन। कसले लाँदैन भन्दा जसको
मानसिकता र दृष्टिकोण परम्परागतबाट नयाँ हुन सकेको छैन। त्यो दृष्टिकोणवालाहरू चाहिँ जान चाहँदैनन्। कहीँ न कहीँ घुमाएर फिराएर पछाडि फर्किन चाहने प्रवृत्ति छ। यो प्रवृत्तिलाई मलजल गर्ने धेरै चिजहरू छन् भन्ने पनि मलाई लाग्छ। धेरै चिज छन्, किनभने हाम्रो ब्युरोक्रेसीमा भएका धेरै जसो हाकिमहरू पञ्चायत कालका या नभए पनि पछिल्लो बहुदलीय कालमा प्रशिक्षितहरू नै छन्। उनीहरूलाई मेरो आरोप होइन, उनीहरूको माइन्डसेट छ सबै अधिकार सिंहदरबारमै हुनुपर्छ नि, किन अरूलाई दिने अधिकार भन्ने माइन्डसेट ठुलो पङ्क्तिमा छ। संविधानमा जेसुकै लेखियोस्, ऐन बनाउने आवश्यकता जतिसुकै टटकारो होस्, त्यो तबका चाहिँ सिंहदरबारभन्दा बाहिर अधिकार प्रत्यायोजन गर्ने र अनि आफ्नो अधिकार खुम्चिएको हेर्न चाहँदैन। एक दुई, त्यो प्रवृत्ति मैले कसैलाई ताकेर भनेको होइन, अर्थ अनर्थ नलागोस्। त्यो प्रवृत्ति र त्यो शक्ति आफू पनि चाहिँ तल जान चाहँदैन। सिंहदरबारमै बसेर या मन्त्रालयहरूमै बसेर शासन गर्न चाहन्छ। त्यो प्रदेशमा गएर त्यहाँ दुःख गरेर त्यहाँबाट जनतालाई सेवा दिने मानसिकतामा त्यो छैन। हाम्रो सेक्युरिटी फोर्सको पनि, प्रहरीको खास गरी त्यसको पनि मानसिकता के छ भने प्रदेशतिर गएर बस्ने या स्थानीय तहतिर गएर बस्ने भन्दा केन्द्रित भएर बस्ने, सङ्घीय रूपमा बस्ने मानसिकता नै छ। अनि राजनीतिक नेतृत्वको पनि एउटा ठुलो तबकाको चाहिँ मानसिकता के छ भने यो परिवर्तनलाई आत्मसात गर्नेतिर, संविधानको मूल मर्मलाई आत्मसात गरेर त्यो अनुसारको आचरण गर्नेतिर होइन, बरु कुनै न कुनै तरिकाले पछाडि नै पहिलाकै राम्रो देख्ने, पहिलाकै राम्रो थियो भने जस्तो देख्ने, महिलालाई अधिकार नदिएकै कति राम्रो भएको थियो, प्रत्यक्ष समानुपातिक नहुँदाखेरि मजाले चाहिँ चुनाव लडेर आउन पाइएको थियो भनेर सोच्ने मानसिकता मैले कोही व्यक्तिलाई ताकेर भन्दै छैन। त्यहाँदेखि यो कसैलाई यो महिलालाई दिएको नि मन परेको छैन, दलितलाई दिएको नि मन परेको छैन, प्रदेशलाई दिएको नि मन परेको छैन, स्थानीय तहलाई दिएको नि मन परेको छैन। त्यसो भएपछि कहिले संसद विघटन गराइदिएर मिले पनि नमिले नि, कहिले के गरेर पछाडि फर्किनेतिर छ। र अहिले एउटा पछाडि फर्किने प्रवृत्ति, एउटा अगाडि जाने प्रवृत्तिको बिचमा राम्रै विवाद छ, चर्कै छ। तपाईँहरूले कतिको सोच्नु भएको छ। अब तपाईँहरू पनि मध्ये पनि धेरै जसो सोच पछाडि नै फर्किने छ भने त यहाँ पनि पर्छ, होइन? पछाडि फर्किन त हुँदैन। जहाँ आइपुगेछ त्यहाँबाट अगाडि जाने हो भनेपछि हाम्रो कुरा मिल्छ।